न्यू भ्लग आज चाहिँ हामी नुहाउन जान्छौँ है। फेरि आज पनि खोलामा नुहाउन जाने हो। यो चाहिँ हिजो नि गयो आज नै जाने हो गाइस। अब भ्लगमा बसिरहनु होला आज के हुन्छ है। टाइम पास गर्दै बसेको मेरो भाइले यहाँ के गरेछ बुढो बाजेको एक्टिङ गरेर आएर एक्टिङ गरिरहेको छ। बाजे जिसेर आएको थियो बाजेलाई। नानी गाइस हामी चाहिँ आज नुहाउन आइसक्यो होइन। अब नुहाएर अब आउने हो। लामो के भ्लग बनाउँदा हो कि लामो पैसा छैन नि कस्टम छैन। आइफोन हो क्या आइफोन हो लामो कस्टम पर्छ पैसा लियो आज अझै नुहाउन आएको हामी यस्तै छ है केटाहरूको। त मैले के केटीको कटु लगाइराख त ओ दाइ भाइ जङ्गमा माछ भन्दा नि गाइस हामी चाहिँ हिजै नुहाउन आएको ठाउँमा नुहाउन आएको हो। हिजै आएको ठाउँमा हो। त्यहाँ चाहिँ अहिले आन्टीहरूले कपडाहरू पखाल्दै हुनुहुन्छ। अब हामी चाहिँ मासतिर जाने प्लान छ। अब के हुन्छ हेरौँ है गाइस के हुन्छ। अब हामी आज नि साइकलमै आएको आउनु त त्यो घाममा आएको नुहाउनलाई। केटाहरू माछा मार्न बसेछ। केटाहरू हिँडिरहेको छ उता उता माछा मारेको छ त्यहाँ माछा मारेर बुधमा ओ कति माछा मार्दै देखा त यत्रो माछा छ गाइजहरू ठुल्ठुलो छ गाइज। यसको लागि त ठुलै नभयो है। हामी सानो सानो धेरै ठुल्ठुलो माछा त छैन गाइज पनि थोरै। गाइस यहाँ चाहिँ धेरै माछाहरू छ है। यत्रो माछाहरू छ हेर्न सक्नुहुन्छ माछाहरू। यत्रो छ यहाँ माछा छ गाइस। यहाँ देख्नुभयो होला माछाहरू चाहिँ टन्नै छ यहाँ ठुलो खोला। यस्तो मोटो यस्तो छ गाइस है। त्यहाँ चाहिँ हामी नुहाउने ठाउँमा चाहिँ हिजो नुहाएको ठाउँमा चाहिँ मोटै घर चाहिँ यत्रो छ। सो गाइस अब चाहिँ हामी फेरि अब मोटो जस्तै घर बनाउन लाग्यो यहाँ गाइस। हेर्नु चाहिँ यस्तै छ गाइस। यिनीहरू चाहिँ बाँधथुनी काम गरिरहेछ। बाँधथुनी भन्दा छ नुहाउनलाई गाइस। त्यहाँ बनाइदिएछ मोटोले नुहाउनु टक्क नुहाउनु भ्लग बनाएको के मलाई। सो गाइस हामी चाहिँ नुहाउने है। अब हामी नुहाएर सकिसक्यो। अब टक्क लागि हामी घर फर्किन्छौँ। सो घर फर्किँदैन तपाईँहरूलाई फुल रोड म्याप हामी देखाउँछौँ ल गाइस। हामी चाहिँ अब नुहाएर आइसक्यौँ होइन। तपाईँ सरी गाइस तपाईँहरूलाई रुट म्याप देखाउन पायौँ किनभने ब्याट्री स्लो थियो। हामी सिधै घर आएर अब खाजा खान लागेको। खाजा चाहिँ हाम्रो किन्नु हो है गाइस। सो गाइस अब खाएर सिधै भेटौँ है ल गाइस। सो गाइस हामी चाहिँ खाएर भर्खर बसेको। एउटा पिरो थियो लास्ट मेरो आँसु निस्क्यो साँच्ची झन् पानी नखाएको झन् पानी खान चाहिने गरेको थियो। पिरो भएर झन्डै मरेको लास्ट पिरो है तपाईँ खाएको। सबैभन्दा डेन्जर पिरो खाने चाहिँ यहाँबाट यो सन्देश भाइ है यो। अनि सेकेन्डमा मै अब हजुरको प्यारो भ्लगर। त्यसपछि अब अरू भनौँ न अब अरूको के हो यस्तै हो। के अरे बहिनी मस्त त्यो मोबाइल हेरेको छ यो बहिनी चाहिँ। खासमा यही बहिनीको दाइ है यो मोबाइल भएको चाहिँ
यो यदि मेरो भ्लग चल्यो भने यदि भाइरल भयो भने नि सबैभन्दा भाइरल फर्स्टमा म गरेर सबैभन्दा सुरुमा भाइरल भने कि मेरो भाइको सन्देश चाहियो क्या धेरै भ्लगमा खानु थियो अरू चाहिँ म सबै मजा लागेको छ म चाहिँ अब सबै अन्त गाइस त्यहाँ टिभी छ टिभी एकछिन बाद टिभी नि हेर्नुपर्छ गाइस बुझ्नु भाइ धेरै पिरो भएर हामी चाहिँ खाएकै ब्रेड जस भाइले ब्रेड ल्याएको छ गुली गुली हुन्छ क्या ब्रेड पनि थाहा छैन सबै पाएँ ब्रेड चाहिँ तिमीलाई पिरो भइहाल्यो अब खानु परिहाल्यो यस्तै गाइस अब सन्देश टिभी हेर्नु टिभी हेर्नुपर्छ आज सो गाइस अब चाहिँ यति नै हो है अब खाएको पनि के देखाउनु होइन घरमा आइसकेको छ अब घरमा आइसकेपछि अब मोमो पकाएर खाने कुरो छ अब म चाहिँ बन्दा कटिङ गरिरहेको छु है बन्दा कटिङ गरिरहेको छु बन्दा चाहिँ यहाँ छ कटिङ गरेर यति कटिङ गरेर भइसक्यो अब यति बाँकी छ है गाइस बन्दा कटिङ गरेर भइस यसो अब घरमा मोमो बनाएर खाने भनेछन् अब भाइहरू आमाहरूले है बनाउनु लागेको ल हामी घरबाट आइसक्यौँ ल गाइस बी पोजिटिभ स्टे पोजिटिभ बाई गाइस सब्सक्राइब